आज समग्रमा हामी राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको तर्फबाट सामान्य सभामुखज्यूसँग जो राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने माननीय रवि लामिछानेलाई निलम्बन गर्ने कार्य भएको थियो। त्यसका बारेमा माननीय रवि लामिछाने स्वयं उपस्थित भएर यो जुन निलम्बनको प्रक्रिया चाहिँ गलत भयो, हाम्रो अभिभावक भनेको संसदको अभिभावक भनेको सामान्य सभामुखज्यू नै हुनुहुन्छ। यसर्थले यो राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले पनि सोही अनुसार चाहिँ निलम्बन गर्ने भन्ने प्रक्रिया उचित हुँदैन। संसद निलम्बनको प्रक्रिया संसदको नियमावलीमा स्पष्टसँग राखिएको छ। संसदको नियमावलीले अदालतले पूर्वपक्षको लागि थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने भन्ने कुरा नियमावलीमा व्यवस्था भएको, तर मान्य रवि लामिछानेज्यूको हकमा अदालतले धरौटीमा चाहिँ छोडेको अवस्था छ। त्यसकारणले पनि उहाँलाई जो निलम्बन गर्ने काम भएको छ त्यसको चाहिँ पुनरावलोकन गरेर त्यो निर्णय फिर्ता लिनको लागि र त्यो निर्णय चाहिँ गलत भयो, उहाँलाई संसदको रूपमा आजैको मितिमा चाहिँ राख्नको लागि निवेदन दिनुभएको छ मान्य रवि लामिछानेज्यूले। उहाँको पद एक हिसाबले भन्नुपर्दा अहिले निलम्बनमा परेको छ, तर निलम्बन भनेको निष्कासन होइन। उहाँ आजको दिनमा पनि सांसद हुनुहुन्छ, नेपालको बहालवाला सांसदै हुनुहुन्छ। सांसदको रूपमा काम कारबाही नगर्नु है भन्ने कुरा मात्रै हो यो निलम्बनको अर्थ चाहिँ। तर उहाँले नेपालकै इतिहासमा एउटा सबैभन्दा ठुलो फराकिलो मतान्तरले निर्वाचित हुनुभएको कारणले गर्दाखेरि लामो समयसम्म उहाँको जनता जसको प्रतिनिधित्व गर्दै उहाँ आज संसदमा हुनुहुन्छ, लामो समयसम्म उहाँहरूका आवाजहरू कुण्ठित भएको कारणले उहाँहरूको आवाजहरू उहाँले प्रतिनिधित्व गर्न नपाउनु भएको कारणले उहाँले सामान्यज्यूसँग सामान्य सभामुखज्यूसँग चाहिँ निवेदन गर्नुभएको हो। आज हामीले त्यही निवेदनको पत्र पढेर पनि सुनाउनु भयो मान्य रवि लामिछानेज्यूले। हामीले चाहिँ कानुनका दफाहरूमा चाहिँ यस्तो यस्तो प्रावधान छ, सांसदको विशेष अधिकार चाहिँ यी हुन् भन्ने हिसाबले हाम्रो तर्फबाट थोरै राय विचारहरू पनि राख्यौँ। अब बाँकी कुरा चाहिँ सामान्यज्यूले सचिवालयसँग समन्वय गरेर केही जानकारी गराउँछु भन्नुभएको छ। होइन, उहाँले एउटा यो संसदीय प्रक्रिया नै हो, तपाईँहरूले आउनुभयो निवेदन दिनुभयो, यसलाई मैले स्वाभाविक हिसाबले हेरेको छु। अब बाँकी प्रक्रियाहरू नियमित हिसाबले कसरी गर्न सकिन्छ म सरसल्लाह गरेर म जानकारी गराउँछु भन्नुभएको छ। यस्तो छ, हामीले सरसल्लाह पनि गरिरहेका छौँ। अब जाने नजाने कहिले गर्ने के गर्ने भनेर संसद अधिवेशन खुलेको पनि थिएन। जो निलम्बन गर्ने काम भयो त्यो उचित भएन भनेर हामीले धारणा राख्दै आइरहेका हौँ। अब संसद अब आजबाट बल्ल खुल्दैछ, त्यस कारणले पनि पहिला सुरुमा चाहिँ यो संसदको विषय हो। अदालत प्रवेश गर्ने त त्यो पछिको कुरा हो। अदालतमा गइसकेपछि न्याय निष्पक्ष अदालतको आँखाबाट कुन न्यायोचित हो भन्ने कुराको निर्क्योल भइ नै हाल्छ। तर आजको दिनमा सबैभन्दा पहिला हाम्रो सभामुख, हाम्रो चाहिँ सबै थलो भनेको त हाम्रो संसद भनेको त कुरा राख्ने थलो भनेको हाम्रो अभिभावक भनेको त सामान्य सभामुखज्यू नै हुनुहुन्छ। त्यस कारणले पहिला सुरुमा हामी सामान्य सभामुखज्यूसँगै हाम्रो निवेदन राखौँ भनेर हामी यहाँ आएका छौँ। अब यहाँ संसदबाट हामीलाई के आशा छ भनेदेखि यो सबै प्रक्रियाहरूलाई हेरिकन यो निर्णयलाई सच्याउनेछ। अब नसच्याएको खण्डमा मात्रै अन्य प्रक्रियाहरू अन्य उपचारको लागि हामी खोज्छौँ, हामी गर्छौँ भन्ने हो। मैले भनिहालेँ नि, पहिला हाम्रो यो संसदको विषय चाहिँ संसदभित्रै सल्टाउनुपर्छ, किनभने यो जुन निलम्बन गर्नुभएको विषय छ, निलम्बन चाहिँ अन्य कुराले होइन, सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको कारणले मात्रै उहाँको संसद पद निलम्बन भएको अवस्था छ। हामीले प्राकृतिक न्यायको सिद्धान्तमा हेऱ्यौँ भनेदेखि मुद्दा दर्ता गर्ने बित्तिकै उसलाई चाहिँ दोषी नै करार गरे जसरी सजाय गर्नु चाहिँ उपयुक्त हुँदैन भन्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तले पनि भन्छ। उहाँमाथि जो निलम्बन गर्ने काम भएको छ एक हिसाबले त उहाँमाथि त यो त सजाय दिए जस्तो बराबर नै भए जस्तो हो। त्यस कारणले पनि हामीले पहिला सामान्य सभामुखज्यूसँग प्रस्ताव राखौँ भनेर एउटा निवेदन लिएर आएका छौँ। अब यसको काम कारबाही उहाँहरूले गर्नु होला। हामीले हाम्रो तर्फबाट हाम्रो कर्तव्य संसदीय अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकदम सभ्य र सुसज्जित संसदीय अभ्यास गर्छ भन्ने एउटा स्थापित गर्न र त्यो कुराको सन्देश दिनको लागि पनि पहिला हामी संसदमा हाम्रो अभिभावक यहाँ भएन भने अदालत जाने हो भन्ने प्रश्न। हजुर, अब यहाँ भएन भनेदेखिको कुराहरू छँदैछ। अब ठिक छ, अब यहाँ सामान्यज्यूसँग कुरा राख्यौँ। अबको तयारी संसदीय दलमा हामी जाँदैछौँ, छलफल गर्छौँ, के कसो हुन्छ त्यो अनुरूपले हामी गर्छौँ। अब के भन्ने तपाईँहरूले हेरिरहनु भएको छ, राज्य तर्फबाट यसरी अभियोजन गरेको छ कि अब छानी त्यो संसदीय छानबिन समिति बन्यो, जो बन्दाखेरि
दिनै पछि सदनमा जाने आवाज उठिरहेको थियो, मसँग प्रमाण छ भन्ने दलिल पेश भइरहेको थियो। अब अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न पाइँदैन भन्ने संवैधानिक व्यवस्था छ, त्यसको बावजुद पनि संसदमा छलफल भइरह्यो। छलफल भएर छलफल मात्रै भएन, संसदीय छानबिन समिति पनि बन्यो। ठिक छ, हामीले पनि अब यो संसद चाहिँ धेरै समय बन्द गराउनु भन्दा ठिकै छ त, हामीले पनि सहयोग गरौँ, किनभने नबिराउनु नडराउनु, केही छ भनेदेखि त भेटिहाल्छन् नि भन्ने हिसाबले हामीले संसदीय छानबिन समितिलाई चाहिँ नि मार्ग प्रशस्त गर्थ्यौँ। त्यस पछाडिबाट संसदीय छानबिन समितिको 449 पृष्ठमा स्पष्टसँग भनेको छ, सहकारीको रकम अपचलन गर्नमा रवि लामिछानेको हात कहीँ कतै पनि देखिएन भनेर स्पष्टसँग भनेको छ। तर त्यस पछाडि तर लगाएर गोर्खा मिडियाको एमडी हुँदासम्मको चाहिँ नैतिक जिम्मेवारी लिने भन्ने किसिमको भाषा त्यहाँ प्रयोग भएको छ। अब नैतिक जिम्मेवारी के हो? अब त्यो संसदीय छानबिन समितिले सिफारिस गरेको छ, त्यसमा अब सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने भनेको कुरामा ठगीले नपुगेर चाहिँ सङ्गठित अपराधमा अब त्यतिले पनि नपुगेर सम्पत्ति शुद्धिकरणमा यहाँसम्म कि मान्य रवि लामिछानेको हकमा चाहिँ उहाँको हजुरबासम्मले दिएको सम्पत्तिलाई चाहिँ अहिले शुद्धिकरण गर्ने भनेर यसरी परीक्षणको दायरामा लिएर आइएको छ। त्यो दायरामा लिएर आएको कुरामा ठिक छ, अदालतले भोलि न्याय इन्साफ गरि नै हाल्छ। तर यो परीक्षण जे भयो त्यो परीक्षण गर्ने बित्तिकै यता निलम्बन गर्ने भन्ने जो प्रक्रिया छ यो गलत भयो। हाम्रो आपत्ति यसमा हो। बाँकी कुराहरू हामी संसदमा राख्नुपर्ने खण्डमा राख्छौँ, सभामुखसँग हामीले राख्यौँ। अब यहाँबाट पनि भएन भने अदालत त त्यो अन्तिम विकल्प छँदै नै छ। अहिले मैले यति नै राखेँ।